हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ? स्वागत छ हजुरहरूलाई मेरो फेरि पनि न्यू भिडियोमा। न्यू भए पनि फर्स्ट भए पनि मेरो फर्स्ट भिडियो चाहिँ हो यो च्यानलमा। मेरो नाम चाहिँ शिखर तिवारी। कुकुले चिन्नुभएको, म शिखर XYZ मा भिडियो हालिरहन्थेँ। त्यही भएर कोहीले चिन्नु भएर सबै चिन्नु भएको छैन, त्यस्तो भाइरल त छैन म चाहिँ यो च्यानलमा चाहिँ अब सुरु गर्दैछु भिडियोहरू, जस्तै च्यालेन्जेस भिडियोहरू, भ्लगिङहरू यो च्यानलमा चाहिँ हाल्छु। क्रेजी एक्सप्लोरर्स भन्ने च्यानलमा। अनि मेरो घर चाहिँ नारायण नगरपालिका 3 खुर्सानीबारीमा चाहिँ रहेको छ। अहिलेलाई चाहिँ म चाहिँ अहिले घरमै छु, लगभग एक्लै। चाहिँ किताबहरू रहेको छ, पढ्न लाग्थेँ म चाहिँ। अनि सुरु गरिदिनु त भ्लग भनेर भन्न चाहिँ यति आएको कि म यो च्यानलमा चाहिँ अब भिडियोहरू सुरु गर्छु भनेर भन्न चाहिँ आएको। अहिलेलाई त्यस्तो त केही भन्न चाहिँ आएन। अनि 10 को परीक्षा पनि आइरहेको छ एसीको। सबैहरूलाई बेस्ट अफ लक। एसीको परीक्षा दिनु होला राम्ररी। म चाहिँ यहाँ पढ्दैछु एसीको लागि ट्याक्क लाएर। म चाहिँ पढ्छु, हजुरहरू पढ्नु होला, कटाउनु होला। अनि यसपछि चाहिँ म भिडियो हाल्छु, 1-2टा भिडियो हाल्छु होला। अनि त्यसपछि म पढ्नतिर लाग्छु। अनि चाहिँ एसीपछि डेली भिडियो हाल्छु होला। सबैले सपोर्ट गरेर राख्नु होला, सब्सक्राइब गरेर राख्नु होला। अनि त्यसपछि भिडियोहरू आउँछ, रमाइलो भिडियोहरू आउँछ है त। सोचिरहेको थिएँ म 24 आवर स्टडिङ च्यालेन्ज गरौँ कि सोचिरहेको छु। यो भिडियोमा धेरै रेस्पोन्स आयो भने चाहिँ म गर्छु है त 24 आवर स्टडिङ च्यालेन्ज। अब हालत त खराब हुनेछ, 24 घन्टा लगातार पढ्ने भनेको। मेरो पनि शिक्षा पर्छ, हजुरहरूलाई पनि रमाइलो हुन्छ। गरौँ कि नै यो कमेन्टमा गएर भनिदिनु होला। धेरै कमेन्ट आयो भने चाहिँ गर्छु है त फेरि। अनि किताब रहेको छ। अब म चाहिँ यो भिडियोमा यस्तै च्यालेन्जेस भिडियोहरू हालिरहन्छु धेरै। अनि अहिले चाहिँ म घर देखाउँछु। अनि त्यसपछि लामो पनि नबनाऊँ कि भिडियो। यो चाहिँ हाम्रो घर रहेको छ। यहाँ माथि चाहिँ पुरा यस्तो देखिन्छ है त। कस्तो छ, राम्रो छ कि नै एउटा कमेन्टमा गएर भनिदिनु होला। गाइज हाम्रो घर चाहिँ यो रहेको छ है। कस्तो लाग्यो कमेन्टमा गएर भनिदिनु। ट्याक्क यहाँ कोठा रहेको छ, राम्रो लाग्छ कि नै लाइक कमेन्ट गरिदिनुहोस्। म यो भिडियोलाई धेरै लामो नबनाऊँ, यति भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। हस्त, बाई बाई।